साथीहरु नमस्ते। जापानिज भाषाको तेस्रो अङ्कमा यहाँलाई स्वागत छ। आजको भिडियोमा चाहिँ हामी हिरागानामा सानो या यु यो को प्रयोग कसरी हुन्छ भन्ने विषयमा पढ्नेछौँ। त्योभन्दा पहिला मलाई टिकटक र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न नबिर्सिनु होला र युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन दबाइराख्न नबिर्सिनु होला। योभन्दा पछाडिका सबै भिडियोहरू यहाँहरूसम्म पुगोस् भनेर। र ढिला नगरी यहाँलाई विषयवस्तुतर्फ लैजान्छु। चिसाई या यु यो नचुखाई काटा अथवा सानो या यु यो को प्रयोग गर्ने तरिका पढ्नेछौँ है त। मैले यहाँ हिरागानाका अक्षरहरू लेखिसकेको छु, बोर्डमा हेर्न सक्नुहुन्छ हैन। यी अक्षरहरूमा चाहिँ सानो या यु यो को प्रयोग भयो भने साउन्डहरू कसरी बदलिन्छ अथवा उच्चारण कसरी बदलिन्छ भनेर पढ्नेछौँ है त। सानो या यसरी अक्षरको तलपट्टि सानो अक्षर लेख्ने चलन छ हैन। कि को तल सानो या लायो भने क्या हुन्छ है त साथीहरु, क्या हुन्छ है त। त्यसैगरी कि को तल सानो यु लगायो भने क्यु हुन्छ है त साउन्ड। त्यसैगरी कि को तल सानो यो लगायो भने चाहिँ क्यो हुन्छ है त। यसरी एवं प्रकारले सबै अक्षरहरूमा चाहिँ साउन्ड परिवर्तन हुन्छ। जस्तो यहाँ किमा तेन तेन गि लागेको छ हैन, अनि यहाँ चाहिँ या लाग्यो भने ग्या हुन्छ है त, ग्या हुन्छ। त्यसैगरी यहाँ पनि सानो यु लाग्यो भने चाहिँ ग्यु हुन्छ है त, ग्यु। त्यसैगरी यहाँ सानो यो लगायो भने चाहिँ ग्यो हुन्छ है त। यहाँ सी को तल सानो या लाग्यो भने स्या हुन्छ है त, स्या हुन्छ। सानो यु सी को तल सानो यु लाग्यो भने स्यु हुन्छ। सी को तल सानो यो लाग्यो भने स्यो हुन्छ है त, स्यो। आधा अगाडिको अक्षरलाई चाहिँ आधा अक्षरमा परिणत गर्छ अथवा आधा साउन्डमा परिवर्तन गर्छ है त। जी को मुनि या लाग्यो भने चाहिँ ज्या हुन्छ है त, यसरी ज्या। जी को मुनि यु लाग्यो भने चाहिँ ज्यू हुन्छ है त। जी को मुनि यो लाग्यो भने ज्यो हुन्छ। यसैगरी ची को तल या लाग्यो भने चाहिँ च्या हुन्छ हैन। ची को तल यु लाग्यो भने च्यु हुन्छ। त्यसैगरी ची को तल सानो यो लाग्यो भने चाहिँ च्यो हुन्छ है त, यसरी परिवर्तन। त्यसैगरी नि को तल सानो या लाग्यो भने चाहिँ न्या हुन्छ है त। नि को तल सानो यो लाग्यो भने चाहिँ न्यु हुन्छ हैन। नि को तल सानो यो लाग्यो भने चाहिँ न्यो हुन्छ है त। हि को तल सानो या लाग्यो भने ह्या हुन्छ है त, ह्या हुन्छ हैन। यहाँ चाहिँ यु लाग्यो भने चाहिँ ह्यु हुन्छ हैन। अनि यो लाग्यो भने चाहिँ ह्यो हुन्छ है त, यसरी बदलिन्छ। अघि पनि भने सानो अक्षर लाग्यो भने अघिल्लो साउन्डलाई चाहिँ आधा साउन्डमा परिणत गर्छ है त। यसलाई चाहिँ आधा ह्या हुन्छ है त, यसरी परिवर्तन हुन्छ। यसैगरी बी को तल या लाग्यो भने चाहिँ ब्या भयो हैन। अनि बी को तल यु लाग्यो भने चाहिँ बिउ भयो। अनि बी को तल यो लाग्यो भने चाहिँ बेउ भयो है। अब यहाँ हि को माथि मारु लाग्यो, हामीले हिजै पढ्यौँ हैन, तेन तेन र मारु। हि को माथि तेन तेन लाग्यो भने बी हुन्छ भने हि को माथि मारु लाग्यो भने चाहिँ पी हुन्छ, हिजै पढिसकेका छौँ है। त्यसैले आज चाहिँ पीमा पनि प्रयोग हुन्छ है त। पीमा या लाग्यो भने प्या हुन्छ है त, प्या। पीमा यु लाग्यो भने प्यु साउन्डमा परिवर्तन हुन्छ। त्यसैगरी पीमा यो लाग्यो भने चाहिँ प्यो हुन्छ है त। मिमा या लाग्दाखेरि म्या
मीमा यु लाग्यो भने म्यु, मीमा यो लाग्यो भने चाहिँ म्यो है त। अनि गरी रीमा या लाग्दा र्या हुन्छ है। अनि रीमा यु लाग्यो भने चाहिँ र्यु हुन्छ। रीमा सानो यो लाग्यो भने चाहिँ र्यो हुन्छ है त। यसरी आधा अक्षरको प्रयोग हुन्छ जापानिज भाषामा हैन। या यु योलाई चाहिँ सानो अक्षर बनाएर यसरी आधा अक्षरको रूपमा चाहिँ प्रयोग गरिन्छ। हेर्न गाह्रो भयो अथवा पढाउँदाखेरि चाहिँ छेकियो भने चाहिँ एकचोटि स्क्रिनसट लिएर हैन यसलाई चाहिँ रिभ्युज गर्नु होला, बारम्बार प्र्याक्टिस गर्नु होला। अध्ययन भनेको एकचोटि हेरेर सर जान्ने हुँदैन हैन, तपाईले यसलाई दोहोऱ्याइ तेह्राइ हेर्नुपर्ने हुन्छ अनि पढ्नुपर्ने हुन्छ। आशा छ यहाँले पक्कै बुझ्नुभयो होला, नबुझेको कुराहरू पनि रिभ्युज गरेर बुझ्नुहुनेछ भन्ने विश्वास राखेको छु है त। अर्को भिडियोमा हामी फेरि अर्को नयाँ विषयवस्तु पढ्नेछौँ र तपाईँ नेपालमै हुनुहुन्छ अथवा जापानमै हुनुहुन्छ, भाषा सुरुवात गरिसक्नु भएको छैन र अलमलमा हुनुहुन्छ भने आउनुहोस्, हामी सँगसँगै जापानिज भाषाको अध्ययन गरौँ। र अध्ययन मात्र होइन, जापान सम्बन्धी विभिन्न इन्फर्मेसनहरू, सूचनाहरू पनि म यहाँलाई बेला बेलामा सेयर गर्दै जानेछु र तर मुख्य रूपमा चाहिँ भाषा फोकस गर्नेछु। अहिले चाहिँ प्रारम्भिक चरणको भाषाहरू पढाइराखेको छु होइन। अलि पछाडि हामी एडभान्स लेभलमा जानेछौँ, बिस्तारै खान्जीहरू पनि अध्ययन गर्नेछौँ। त्यसैले हरेक कुरा चाहिँ क्रमसँग अगाडि सिक्दै जानेछौँ है त। आशा छ भिडियो मन पर्यो होला, उपयोगी भयो होला। उपयोगी लागेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला र तपाईँ जस्तै साथीभाइहरूलाई पनि यस्तै भिडियोहरू पुगोस् भनेर सेयर गर्न चाहिँ नबिर्सिनु होला है त। अनि अन्तिममा सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर बेल आइकन थिच्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच। अर्को भिडियोमा भेट्नेछु।